ल बोल्न केही 2-4 शब्द जाओस्। 2-4 शब्द त अब यस्तो छ, सुनसान चुनावको माहौल छ, सुनसान छ। हाम्रो हेर त त्यो भत्केछ। हेर है त्यो भत्काएको कि भत्केको खै अब के गर्न सकिन्छ, के होला जस्तो लाग्छ। व्यवस्थित गर्न पर्यो। अब यहाँका के भन्छन् त्यसलाई, वडाका अध्यक्ष अथवा लगायत प्रतिनिधिहरू आएर व्यवस्था गर्न पर्यो। बनाउने तर एउटा बनाएपछि बनाउनु मात्र ठुलो कुरो होइन, संरक्षण गर्नु ठुलो त्यसलाई कुरा संरक्षण गर्नु पर्यो, त्यसलाई व्यवस्थित गर्न पर्यो। धेरै बनाउनु आवश्यक छैन। जुन कुरा बनाइन्छ त्यसलाई व्यवस्थित गर्न पर्यो। बाटो पनि एउटा बाटो बनाउने त्यसको नाली बस यस्तो फेरि पढाएको समाज छ हेर्ने यतिको क्या समझ्ने मान्छे नि। नाली त्यसपछि त्यसको व्यवस्थापन गरेर थोरै ए च्याप्पे दुछ। अरू बोल्न के गफ अरू अब यस्तो है अनि विकास हुन्छ भएको नभएको होइन, तर विकास दिगो विकास भयो, विकास भएन कि युटिलाइज भएन। बाटो जताततै किन खोल्नु पर्यो, भएको बाटोलाई व्यवस्थित गर्न पर्यो। अहिले यतातिर यो सस्टेनेबल सोच भएन, दिगो विकास भएन, यो एकदमै यस्तै बनाइयो खराब भयो। यो देशको यो बिजोग भएन, यो हाम्रै पैसा होइन, यो हो हाम्रै करको पैसा, हाम्रै करको पैसा। के गर्न सकिन्छ, के गर्न सकिन्छ यस्तो हाम्रो कर त्यो अनुमाथि कसले अनुदान दिएको टिनको बात अनि हामीले लोकल बनाएको अझ अनुदान होइन यस्तो है जस्तो अनुदान दिला। हामीले भोलि आएर बनाउने छ, अरू कसलाई लगाइदिनु त काम को छ अरे यहाँ भन्दा गोडा उ गर्न पर्यो नि, एउटा कार लगाएर बनेको कुरा त संरक्षण गर्न पर्यो नि। नबनाउने बनाएपछि संरक्षण त्यही भइरहेको हेर्न, भइरहेको बुटुलदेखि भइरहेको कस्तो बाटो छ, लाइट झिमिक अझै फ्युज गएर सिधै हेर। अब त बनाउने छैन कोही पनि, त बनाएर मात्र विकास हुन्छ। के खलेर सुलभ खरेरले बनाउँछ। अब त्यस्तो छ समाज हेर, बनाउनु त बनाएन, विकास त भयो नि, तर विनाश भएर विकास भयो, तर त्यसलाई संरक्षण गर्ने विकास भएको छ तर दिगो विकास भएन कि। विकास भएर मात्रै भएन, दिगो विकास संरक्षण गर्न पर्यो। बाटा काट्यो, एउटा बाटालाई सधैँभरि बजेट वडा नम्बर 5 को नेताजी हो उहाँ चाहिँ। म नेता होइन, म भोट हाल्ने मान्छे हो। अनि के नेताले भोट हाल्दैन, नेताले पहिला भोट हाल्छ थाहा छैन हाल्न त होइन, मतलब जे कुरा पनि के भोटर मात्रै हो नि, भोटर मात्रै, तर हाइट भएछ है त है, भोट लिस्ट हो भने हाइट भएछ के त